हेलो हेलो दर्शन नमस्ते सबैजनामा चाहिँ दर्शन नमस्ते। ल आज चाहिँ विजयादशमी तथा शुभ दीपावलीको चाहिँ सबैजनालाई चाहिँ शुभकामना छ है। देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनी बुवा आमा इष्टमित्रहरू सबैजना चाहिँ विजयादशमीको चाहिँ शुभकामना छ है। ल आज चाहिँ दसैँको दिन यसो हल्का टिका लगाइएको छ है। परदेशमा भए पनि के गर्नु होइन, गाउँघरतिर भएको गाउँमा घरमा आफ्नो फ्यामिलीसँग भएको भएदेखि त धेरै रमाइलो हुन्थ्यो। के गर्नु अब यस्तै हो परदेशी जिन्दगी है साथीहरू। ठिकै छ, केही छैन। अब चाहिँ परदेशमा भए पनि हल्का चाहिँ अब यसो दाजुभाइहरूसित सबैहरूसित साथीभाइहरूसित चाहिँ यसो टिका लगाएर क्यारेर चाहिँ यसो खुसी साटासाट गरिएको छ। अब त्यसैमा चाहिँ खुसी रहनु होला है सबैजना चाहिँ। के गर्नु, यस्तै हो हामी चाहिँ परदेशी जिन्दगी है त। आज चाहिँ यसो बर्दुबईतिर आएको थिएँ, दाइहरूसित साथीभाइहरूसित सबैसँग चाहिँ यसो मिलेर चाहिँ टिका सिका लगाइयो, यसो हल्का रमाइलो गरियो भन्नु पऱ्यो है। सबैजना चाहिँ अब विजयादशमीको चाहिँ शुभकामना छ सबैजना है त। ल यो चाहिँ बर्दुबईमा हो है, बर्दुबईको चाहिँ नेपाली पार्कमा हो। ल हेर्नुहोस् साथीहरू, सिन चाहिँ एकदमै छ अन्त हेर्नुहोस् त। पछाडि चाहिँ सिंहतिर म देखिएको छ है। ल हेर्नुहोस् यो पछाडि साइडमा चाहिँ समुद्र छ अन्त, समुद्र छ, समुद्रहरू छ यतापट्टि। ल हेर्नुहोस् मान्छेहरू चाहिँ नेपाली दाजुभाइहरू जति सबैजना चाहिँ यहाँ हुनुहुन्छ। के गर्नु, परदेशमा पनि अब सबैजना चाहिँ जम्मा भएर चाहिँ भेला भएर चाहिँ रमाइलो गर्नुभएको छ यहाँ सबैजनाले। हेर्नुहोस् न, अब सबैजनालाई चाहिँ धेरै धेरै शुभकामना छ है त। सबैजना चाहिँ अब चाहिँ नेपालमै हुनुहुन्छ भने पनि एकदमै खुसीसँग चाहिँ दसैँ तिहार मनाउनु होला है। आउँदै गरेको दसैँ अब हेर्नुहोस् है सबैजना चाहिँ हेर्नुहोस्। ल आज चाहिँ पार्कतिर छु म चाहिँ, बर्दुबईको चाहिँ पार्कमा छु। ल हेर्न सक्नुहुन्छ। पछाडिको हेर्नुहोस् है एकचोटि चाहिँ, पछाडि चाहिँ ब्याकग्राउन्डमा हेर्नुहोस् है त। एकपालि तपाईँलाई चाहिँ म पछाडि देखाउँछु है त एकपालि। ल हेर्न सक्नुहुन्छ साथीहरू, यहाँ हेर्नुहोस्। ल सबैजना चाहिँ अब कोही चाहिँ कसैको चाहिँ आज छुट्टी भएर चाहिँ दसैँ मनाएर खुसीयाली मनाउनु भएको छ। कसैले चाहिँ ड्युटी गरेर आउनुभएको छ। के गर्नु, परदेशमा यस्तै हो, ड्युटी गरेर दिनभरि थाकेर अब यसो चाहिँ हल्का रमाइलो गरौँ भने चाहिँ आउनुभएको छ। साँझमा चाहिँ यसो भेला हुनुभएको छ सबैजना। ल हेर्नुहोस् यही हो, यही नेपालीहरूको पार्क भन्ने चाहिँ यही हो, बर्दुबईको नेपालीको पार्क भन्ने यही हो है साथीहरू। ल फेरि पनि तपाईँहरूलाई चाहिँ विजयादशमीको चाहिँ शुभकामना छ है। सबैजना चाहिँ विजयादशमीको चाहिँ शुभकामना छ। ल हेर्नुहोस् है एकपालि चाहिँ पछाडि हेर्नुहोस् है साथीहरू है त। ल हेर्नुहोस् है यो पार्कको चाहिँ छेउमा चाहिँ समुद्र छ। यो समुद्रको छेउमा चाहिँ हेर्नुहोस् त बोट है, यही हो, यसलाई चाहिँ बोट भन्छ। ल हेर्नुहोस् साथीहरू, कति धेरै चाहिँ यहाँ चाहिँ बोटहरू चाहिँ छन् पछाडि हेर्नुहोस् त। ल